ग्रेड 12 को मेजर इङ्ग्लिसको जेनेरेसन भन्ने बुकबाट च्याप्टर 2 को टु द मुनलाई म नेपालीमा भनिदिन गइरहेको छु। टु द मुनलाई को लेखक रहेका छन् पी.बी. शेली। पी.बी. शेलीले चाहिँ टु द मुन लेखेका हुन् र पी.बी. शेलीले यसमा मुनद्वारा चाहिँ उसले आफ्नो पर्सनालिटीलाई दर्शाएका छन् है त, पर्सनालिटीलाई व्यक्त गरेका छन्। उसको लेखक पी.बी. शेलीको आफ्नो पर्सनल फिलिङ्सलाई चाहिँ व्यक्त गरेका छन्, दर्शाएका छन्। यसमा उनले भनेका छन्, हे चन्द्रमा, के तिमी आकाशमा माथि चढ्दै तल धरती हेर्दा हेर्दा थाकेर पहेँलो भएका हौ कि क्या हो? तिमी त ताराले भरिएको आकाशमा एक्लै भौतारी राखेका छौ। तिमी त उच्च जातिका चन्द्रमा हौ नि, त्यसैले नीच जातिका तारासँग बसेर तिमी कसरी सुखी हुन सक्छौ? तिमी बढ्नु र घट्नु भनेको त मानिसको सधैँ बदलिराख्ने हाउभाउ जस्तै हो। जसरी आफूले आशा गरे जस्तो सौन्दर्य नपाएर कुनै सौन्दर्य प्रेमीको मुखमा मनको भाव बदलिराख्छ, त्यसरी नै चन्द्रमा तिमीले पनि आफूले चाहे बमोजिमको वस्तु नपाएर आफ्नो अनुहार कहिले बनाउने त कहिले बिगार्ने गरेका त होइनौ भनेका छन्। पी.बी. शेलीले चाहिँ टु द मुन लेखेका हुन् र मुनद्वारा चाहिँ पी.बी. शेलीले आफ्नो फिलिङ्सलाई व्यक्त गरेका छन्, आफ्नो पर्सनालिटीलाई व्यक्त गरेका छन्।